जति एउटा विश्वासी जीवनमा हामीलाई आत्माको फलको आवश्यक पर्छ, त्यति नै पवित्र आत्माको शक्ति, पवित्र आत्माको दुनामिस पावर पनि तपाईँ र मेरो जीवनमा आवश्यक छ। पवित्र आत्माको फलले तपाईँ अनि मलाई असल मानिस बनाउँछ भने पवित्र आत्माको शक्तिले चाहिँ तपाईँ अनि मलाई शक्तिशाली मानिस बनाउँछ। पवित्र आत्माको फलले तपाईँ र मलाई धार्मिकतामा हिँड्न सिकाउँछ भने तपाईँ अनि मलाई दाजुभाइ प्रति, तपाईँ अनि मलाई मण्डली परिवार प्रति, तपाईँ अनि मलाई मानिसहरूसँगको व्यवहार प्रति असल एउटा विश्वासी, असल परमेश्वरको छोरा बनाउँछ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई शान्तिमा हिँडाउँछ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई एउटा धैर्य जीवन जिउनमा तपाईँ अनि मलाई सहायता गर्छ भने पवित्र आत्माको शक्तिले, पवित्र आत्माको अभिषेकले चाहिँ तपाईँ अनि मलाई यो पृथ्वीमा जैवन्त जीवन जिउनमा, सामर्थ्य जीवन जिउनमा, साङ्लालाई तोड्ने जीवन जिउनमा, बन्धनलाई तोड्ने जीवन जिउनमा, जब पनि बाइबलमा हामी फल र अभिषेकको विषयमा हामी हेर्छौँ भने अभिषेकलाई भन्दा फललाई माथि, फललाई भन्दा अभिषेकलाई माथि प्रभुले राख्ने काम गर्नु भएन। येशूले तिमीहरूसँग फल छ भने अभिषेक नहुँदा पनि हुन्छ भन्ने कुरा येशूले गर्नु भएन। अभिषेक छ भने फल नहुँदा पनि हुन्छ। येशूले कहिले पनि चेलाहरूलाई यो प्रकारको स्टेटमेन्ट दिनु भएन। येशूले भन्नुभयो यदि तिमीसँग अगमबानी गर्ने वरदान छ, तिमीसँग भूत आत्मा निकाल्ने वरदान छ, बिरामीलाई निको पार्ने वरदान छ, तर तिमीसँग फल छैन भने चाहिँ तिमी परमेश्वरको राज्यमा तिमी पस्न पाउने छैनौ। यसको मतलब यो पनि होइन कि तिमीसँग फल छ भने तिमीसँग अभिषेक नहुँदा पनि हुन्छ भन्नु पनि येशूले खोज्नु भएको होइन। जब पनि हामी प्रेरित 1 अध्यायमा हामी हेर्छौँ भने त्यहाँ हामी के पाउँछौँ भन्दाखेरि चाहिँ येशूले स्वर्ग रहन हुने समयमा येशूले भन्नुभयो तिमीहरू यरुशलेमदेखि कतै पनि नजानु जबसम्म तिमीहरूमा पवित्र आत्मा आउनुहुन्न र जबसम्म तिमीहरूले पवित्र आत्माको शक्ति पाउँदैनौ। भन्नु खोजेको जति एउटा व्यक्तिको जीवनमा फलको आवश्यकता र फल महत्त्वपूर्ण छ भन्ने कुरा जति येशूले भन्नुभयो त्यति नै येशूले एउटा विश्वासीको जीवनमा अभिषेक पनि इम्पोर्टेन्ट छ, अर्थात् अभिषेकको पनि जरुरी छ भन्ने कुरालाई येशूले भन्नुभयो। येशूले भन्नु पवित्र आत्मा नपाइन्जेलसम्म, पवित्र आत्माको शक्ति नपाइन्जेलसम्म तिमीहरू कहीँ पनि नजानु। यहाँ प्रभुले भन्नु खोजेको छ जब पवित्र आत्मा तिमीहरूमा आउनेछ तब तिमीहरूले अभिषेक पाउनेछौ, तिमीहरूले शक्ति पाउनेछौ, अर्थात् तिमीहरूले बिरामीलाई निको पार्ने सामर्थ पाउनेछौ, तिमीले रोगीहरू निको पार्ने सामर्थ पाउनेछौ, तिमीहरूले मुर्दा जगाउने सामर्थ पाउनेछौ। अनि पवित्र आत्मा आए पश्चात, पवित्र आत्माले भरे पश्चात, पवित्र आत्माको शक्ति तिमीहरूले पाए पश्चात चाहिँ तिमीहरू समाजमा, तिमीहरू देशमा, राष्ट्रमा तिमीहरू मेरो निम्ति एउटा साक्षी र गवाही हुनेछौ भन्नुभयो। पवित्र आत्मा तपाईँ र मेरो जीवनमा आउनु भनेको चाहिँ पवित्र आत्माको शक्ति पनि हामीले पाउनु हो। किनभने अभिषेक शक्ति चाहिँ पवित्र आत्माबाट आउँदछ। मानिसको जीवनमा शक्ति ल्याउने चाहिँ पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्माले नै हामीलाई शक्ति दिनुहुन्छ, पवित्र आत्माले नै हामीलाई अभिषेक दिनुहुन्छ। सो अभिषेक के हो त? अभिषेक पवित्र आत्माको शक्ति हो। अभिषेक के हो? अभिषेक परमेश्वरको सामर्थ हो। अभिषेकको उद्देश्य के हो? अभिषेकको उद्देश्य बिरामीलाई निको पार्नु हो, बन्धन पारेकोलाई छुटकारा दिनु हो, शैतानको किल्लाहरू बन्धनहरू तोड्नु हो। जब पनि यशाया 61 को 1 मा हामी हेर्छौँ भने त्यहाँनिर यशायाले भनेको छ परमप्रभुको आत्मा म माथि छ अनि परमप्रभुको आत्माद्वारा म अभिषेक भएको छु गरिबलाई, दरिद्रलाई सुसमाचार सुनाउनको निम्ति, बन्धनमा परेकालाई, कैदमा परेकालाई छुटकारा दिनको निम्ति। अभिषेकको उद्देश्य चाहिँ मानिसको जीवनको बन्धनलाई तोड्नु हो। अभिषेकको उद्देश्य चाहिँ बल पाउनु हो, शक्ति पाउनु हो, सामर्थ पाउनु हो। अभिषेक हामीमा आउनु भनेको चाहिँ सो हामीले पवित्र आत्माको सामर्थ्यलाई प्राप्त गर्नु हो, हामीले पवित्र आत्माको बललाई प्राप्त गर्नु हो। अभिषेक प्राप्त गर्नु भनेको चाहिँ हामी आत्मामा शक्तिशाली हुनु हो। पहिलो कुरा त जब हामी लुका 4:17 पनि हामी हेर्छौँ भने येशूले भन्नुभयो परमप्रभुको आत्मा म माथि छ, गरिबलाई सुसमाचार सुनाउनको निम्ति मलाई अभिषेक गर्नु भएको छ पवित्र आत्माको शक्तिद्वारा। येशूले भन्नुभयो परमप्रभुको आत्मा म माथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिनलाई पठाउन भएको छ, अत्याचारमा परेकाहरूलाई अमलेख गराउनको निम्ति परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नलाई। सो हामी लुका 4:17 पनि हामी हेर्छौँ भने येशू ख्रिस्टले यशायाले भनेको कुरा यशाया 61 को 1 मा लुका 4:17 मा भन्दैछ कि परमप्रभुको आत्मा म माथि छ, गरिबहरूलाई, दरिद्रहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, मलाई नियुक्त गर्नुभएको छ, बन्धनलाई तोड्नको निम्ति, अन्धलाई दृष्टि दिनको निम्ति। अभिषेकको उद्देश्य चाहिँ
बन्धनलाई तोड्नु हो। अभिषेकको उद्देश्य चाहिँ तपाईँ अनि मलाई शक्तिशाली बनाउनु हो। तपाईँ अनि मलाई हरेक अन्धकारको शक्तिमाथि विजयी सामर्थ्य तुल्याउनको निम्ति परमेश्वर तपाईँ मलाई दिन चाहनुहुन्छ। अनि यो अभिषेक चाहिँ तपाईँभित्र जुन दिन पवित्र आत्मा तपाईँले प्राप्त गर्नुभयो, जुन दिन पवित्र आत्मा तपाईँ भित्र आएर बास गर्नुभयो, त्यो दिन पवित्र आत्मासँगै तपाईँभित्र पवित्र आत्माको अभिषेक आएको छ। धेरै पल्ट किन हामी आत्मिक जीवनमा हामी लडाइँहरू हार्छौँ, किनभने हामी पवित्र आत्माको अभिषेक शक्तिलाई भन्दा पनि धेरै पल्ट हामी आफ्नो चेतनामा जिउँछौँ। हाम्रो जीवनमा जब पनि दुःख बिमार, जब पनि हाम्रो जीवनमा कष्ट आउँछ, जब पनि हाम्रो जीवनमा अन्धकारका कुराहरूले जब हामीलाई समस्यामा पार्न थाल्छ, जब हामी समस्यामा पर्न थाल्छौँ, त्यतिखेर हामी पवित्र आत्माको अभिषेकको चेतनामा होइन, हाम्रो आफ्नो चेतनामा कसैले सहायता गर्छ भन्ने चेतनामा जुन दिन पवित्र आत्मा हामी भित्र आउनुभयो, त्यो दिन पवित्र आत्माको अभिषेकले हामी भरेको छौँ। येशूले भन्नुभयो, पवित्र आत्मा जुन दिन आउनेछ त्यो दिन तिमीहरूले शक्ति पाउनेछ। द्याट मिन्स शक्ति चाहिँ पवित्र आत्मासँगै आउने हो। यशाया 10:27 पनि हामी हेर्छौँ भने अभिषेकको कारणले गर्दाखेरि जुवाहरू तोडिनेछ। अनि येशूले प्रिय तपाईँ अनि मलाई जुन अथोरिटी दिनुभएको छ, येशूले जुन तपाईँ अनि मलाई जुन आज्ञा गर्नुभएको छ, सारा संसारलाई सुसमाचार सुनाऊ। येशूले तपाईँ अनि मलाई जुन असाइनमेन्ट दिनुभएको छ, मुर्दालाई जगाऊ, बिरामीलाई निको पार। मर्कुस 16:17 हेर्छौँ भने विश्वास गर्नेहरूमा यी चिन्ह रहनेछन्। प्रेरित 1 अध्यायमा जुन कुरा येशूले भन्नुभयो, पवित्र आत्मा आए पश्चात तिमीहरूले शक्ति पाउनेछौ। जबसम्म पवित्र आत्मा तिमीहरूले पाउँदैन तबसम्म तिमीहरू यरुशलेमदेखि कतै पनि नजानु। अनि जब यो कुरा चेलाहरूलाई येशूले भनिसक्नुहुन्छ र तपाईँ र मलाई राम्रो थाहा छ, येशूले यो कुरा चेलाहरूलाई भने पश्चात चेलाहरू येशूको कुरामा आज्ञाकारी भएको छ, येशूको कुरालाई मानेको छ। जबसम्म पवित्र आत्मा पेन्टिकोसको दिनमा जुन कोठामा चेलाहरू प्रार्थना गर्दै बसिरहेको थिए, जबसम्म पवित्र आत्मा आएन तबसम्म चेलाहरूले अप्पर रुममा पवित्र आत्मालाई वेट गरेको छ, पवित्र आत्मालाई उनीहरूले पर्खेको छ। अनि हामीलाई राम्रो थाहा छ पवित्र आत्मा आए पश्चात पेन्टिकोसको दिनमा फेरि 2 अध्यायमा के भएको छ, त्यहाँ के घटनाहरू घटेको छ। र त्यहाँदेखि अगाडि हामी परमेश्वरको वचनलाई अध्ययन गर्दै जान्छौँ भने, परमेश्वरको वचनलाई पढ्छौँ भने हामी यो कुरा पाउँछौँ कि अभिषेकको कारणले गर्दाखेरि चेलाहरूको जीवनबाट जुन काम येशू ख्रिस्टले गर्नुभयो त्यही कुराहरू चेलाहरूको जीवनबाट भएको छ। पत्रुस भिडको बीचबाट हिँड्दै गर्दाखेरि पत्रुसको जीवनद्वारा मात्रै होइन तर पत्रुसको छायाद्वारा पनि बिरामीले चङ्गाई पाएको छ, बिरामीहरू निको भएको छ, बन्धन तोडिएको छ, त्यहाँनिर बिरामीको साङ्लाहरू तोडिएको छ, बिरामीको जुवाहरू तोडिएको छ, मान्छेहरूको साङ्ला तोडिएको छ, त्यहाँनिर मानिसहरू चङ्गाई भएको छ पत्रुसको छायाद्वारा। जब हामी पाउलको जीवनमा हेर्छौँ भने पाउलको जीवनद्वारा मात्रै होइन, उसको हातद्वारा मात्रै होइन तर पाउलको रुमालद्वारा पनि आश्चर्यकरमा भएको कुराहरू हामी देख्छौँ। यो के थियो? यो अभिषेक थियो। पत्रुसको छायामा मानिसहरू निको हुनु यो के हो? अभिषेक हो। यो अभिषेकको कारणले गर्दाखेरि थियो। पाउलको रुमालद्वारा बिरामीले चङ्गाई पाउनु, छुटकारा पाउनु यो अभिषेकको कारण थियो। भन्नु खोजेको हो पत्रुसको छायामा पनि अभिषेक थियो। जब पवित्र आत्मा पत्रुसमा आयो तब पत्रुस अभिषेकले भर्यो। भन्नु खोजेको जब पत्रुस पवित्र आत्माले भरिए त्यहाँदेखि पत्रुसको जीवन, पत्रुसको हात, पत्रुसको लुगा, पत्रुसको छाया त्यो साधारण छाया भएन, त्यो साधारण लुगा भएन, पत्रुसको हात साधारण हात भएन, पाउलको रुमाल साधारण रुमाल भएन, पत्रुसको लुगा साधारणदेखि असाधारण भयो, पाउलको रुमाल साधारणदेखि असाधारण भयो। हामी बाइबलमा हेर्छौँ भने जब जब अभिषेक प्रकटीकरण भएको छ त्यहाँनिर मानिसले छुटकारा पाएको छ। जब येशू ख्रिस्टको जीवनमा पनि हामी हेर्छौँ भने येशू ख्रिस्टको वस्त्रद्वारा 12 वर्षसम्म रगत बग्ने स्त्रीको पनि येशूको लुगा मात्रै छुँदा त्यो स्त्रीले चङ्गाई पाएको छ। अभिषेकले प्रिय हमेसा तपाईँ र मेरो जीवनमा बन्धनलाई तोड्ने काम गर्छ। अभिषेकले तपाईँ अनि मेरो जीवनमा हमेसा जुवालाई तोड्ने काम गर्छ। अभिषेकले तपाईँ अनि मेरो जीवनमा हमेसा साङ्लाहरू तोड्ने काम गर्छ। बाइबलमा हामी हेर्छौँ भने जब जब पनि अभिषेकको प्रकटीकरण भएको छ त्यहाँनिर छुटकारा भएको छ, मानिसहरूले जीवन पाएको छ, मानिसहरू चङ्गाई भएको छ, अन्धाले दृष्टि पाएको छ, मुर्दाले जीवन पाएको छ जब जब पवित्र आत्माको शक्तिको प्रकटीकरण भएको छ। त्यसैले गर्दाखेरि यशाया 10:27 भन्छ अभिषेकको कारणले गर्दाखेरि चाहिँ जुवाहरू तोडिनेछ, बन्धनहरू तोडिनेछ। पवित्र आत्माको अभिषेक साधारण छैन,
ग्रिकमा पवित्र आत्माको शक्तिलाई डुनामिस भनेको छ। अनि डुनामिस भनेको चाहिँ सामर्थ्य हो, दुनामिस भनेको चाहिँ निपुणता हो, दुनामिस भनेको चाहिँ योग्यता हो, दुनामिस भनेको चाहिँ ताकत, दुनामिस भनेको चाहिँ शक्ति हो, डुनामिस भनेको चाहिँ विस्फोटक हो, डुनामिस भनेको चाहिँ सामर्थ्य कार्य हो। अनि यो डुनामिस पावर, डुनामिस शक्ति चाहिँ यो कुनै मेन पावर जस्तो होइन। दुनामिस शक्ति चाहिँ यो कुनै पनि भुइँचालोको शक्ति जस्तो होइन। दुनामिस शक्ति चाहिँ यो मनी पावर, मेन पावर, पोलिटिकल पावर, दुनामिस शक्ति चाहिँ यो करेन्टको शक्ति जस्तो होइन। दुनामिस शक्ति चाहिँ कुनै फ्रिजको शक्ति जस्तो होइन। दुनामिस शक्ति चाहिँ कुनै पनि नदीको बाढको शक्ति जस्तो होइन। दुनामिस शक्ति चाहिँ यो पोलिटिकल शक्ति जस्तो होइन। दुनामिस पावर, दुनामिस शक्ति चाहिँ पोलिटिकल पावर भन्दा, भुइँचालोको शक्ति भन्दा, मेन पावर भन्दा, मनी पावर भन्दा यो माथिल्लो स्तरको शक्ति हो। दुनामिस शक्ति, दुनामिस पावर भन्दा कुनै पनि यस्तो शक्ति छैन जुन शक्ति चाहिँ माथि छ। पवित्र आत्माको शक्ति, जुन शक्ति पवित्र आत्मा तपाईँ अनि मेरो जीवनमा आउँदाखेरि जुन पवित्र आत्मासँगै हामीले जुन शक्ति प्राप्त गरेको छौँ। र येशूले प्रेरित 1:8 जुन दिन पवित्र आत्मा तिमीहरूमा आउनेछ र पवित्र आत्मा आए पश्चात तिमीले जुन शक्ति पाउनेछौ, त्यो शक्ति चाहिँ मेन पावर जस्तो हुने छैन। त्यो शक्ति चाहिँ पोलिटिकल पावर जस्तो शक्ति होइन। त्यो शक्ति चाहिँ यस्तो शक्ति हो जुन शक्ति चाहिँ हरेक संसारका शक्तिहरू भन्दा, त्यो शक्ति चाहिँ हरेक प्रकृतिको शक्तिहरू भन्दा माथिल्लो स्तरको शक्ति हो, जुन शक्तिको बारेमा येशूले भन्दै हुनुहुन्थ्यो। प्रिय, आज तपाईँ अनि मैले त्यो शक्ति पाएको छौँ। त्यो शक्ति बोकेर आज हामी हिँड्ने व्यक्ति हौँ। जुन शक्ति चाहिँ जुन दिन पवित्र आत्मा हामी भित्र आए पश्चात पवित्र आत्माको दुनामिस पावर पनि हामीले रिसिभ गरेको छौँ। अनि त्यो दुनामिस शक्ति कुनै स्थानमा होइन, कुनै चार दिवारले बनाएको घरमा होइन, कोठामा होइन, कुनै चार दिवारले बनाएको चर्चभित्र होइन, कुनै भवनभित्र होइन, तर त्यो दुनामिस पावर चाहिँ आज जहाँ पवित्र आत्मा हुनुहुन्छ त्यहीँ भित्र पवित्र आत्माको दुनामिस शक्ति पनि खनाइएको छ। र पहिलो कोरिन्थी 3:16 भन्छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, पवित्र आत्मा तपाईँ अनि म भित्र हुनुहुन्छ। यदि पवित्र आत्मा तपाईँ अनि म भित्र हुनुहुन्छ भने आज पवित्र आत्माको सामर्थ र शक्ति पनि तपाईँ अनि म भित्र बास गर्दछ। हामी विश्वासीले कहिले बिर्सिनु हुँदैन, पवित्र आत्माको सामर्थ शक्ति तपाईँ भित्र बास गर्नुहुन्छ। तपाईँ पवित्र आत्माको शक्तिले भरिनु भएको छ। तपाईँ पवित्र आत्माको शक्तिले भरिएको मानिस हुनुहुन्छ। यदि हामी यो विश्वास गर्छौँ कि पवित्र आत्माले म भरिएको छु, पवित्र आत्मा ममा हुनुहुन्छ भन्ने कुरालाई यदि हामी विश्वास गर्छौँ भने प्रिय, यसको साथमा हामी यो कुरा नै विश्वास गर्नुपर्ने हुन्छ, पवित्र आत्माको शक्ति पनि ममा बास गर्दछ। पवित्र आत्माको दुनामिस शक्ति पनि म भित्र छ, जुन शक्ति चाहिँ यो संसारको हरेक शक्तिहरू भन्दा माथिल्लो स्तरको शक्ति हो, जुन शक्तिले हरेक बन्धनहरूलाई तोड्न सक्छ, जुन शक्तिले हरेक अन्धलाई दृष्टि दिन सक्छ, जुन शक्तिले हरेक मुर्दालाई उठाउन सक्छ। आज त्यो शक्तिले तपाईँ अनि म भरिएको छौँ। सो अन्तिममा यो कुरा म भन्न चाहन्छु, जति एउटा विश्वासी जीवनमा हामीलाई आत्माको फलको आवश्यक पर्छ, त्यति नै पवित्र आत्माको शक्ति, पवित्र आत्माको दुनामिस पावर पनि तपाईँ र मेरो जीवनमा आवश्यक छ। पवित्र आत्माको फलले तपाईँ अनि मलाई असल मानिस बनाउँछ भने पवित्र आत्माको शक्तिले चाहिँ तपाईँ अनि मलाई शक्तिशाली मानिस बनाउँछ। पवित्र आत्माको फलले तपाईँ र मलाई धार्मिकतामा हिँड्न सिकाउँछ भने तपाईँ अनि मलाई एउटा समाजमा, तपाईँ अनि मलाई दाजुभाइप्रति, तपाईँ अनि मलाई मण्डली परिवारप्रति, तपाईँ अनि मलाई मानिसहरूसँगको व्यवहारप्रति, परमेश्वरसँगको व्यवहारप्रति मा तपाईँ अनि मलाई एउटा असल मानिस, असल एउटा विश्वासी, असल परमेश्वरको छोरा बनाउँछ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई शान्तिमा हिँडाउँछ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई एउटा धैर्य जीवन जिउनमा तपाईँ अनि मलाई सहायता गर्छ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई असल चरित्रमा हिँड्न सिकाउँछ भने पवित्र आत्माको फलले तपाईँ अनि मलाई धार्मिकताको जीवनमा जिउनमा तपाईँ अनि मलाई सहायता गर्छ भने पवित्र आत्माको शक्तिले, पवित्र आत्माको अभिषेकले चाहिँ तपाईँ अनि मलाई यो पृथ्वीमा जैवन्त जीवन जिउनमा, सामर्थ्य जीवन जिउनमा, साङ्लालाई तोड्ने जीवन जिउनमा, बन्धनलाई तोड्ने जीवन जिउनमा पवित्र आत्माको अभिषेकले तपाईँ अनि मलाई शक्तिमा जिउनमा सहायता गर्दछ।